हेलो साथीहरु सबैजनालाई दर्शन नमस्ते है। अनि आज चाहिँ म चाहिँ फाइनली म नेपाल आइसके। अनि नेपाल आएर मैले आज यही माइतबाट भ्लग स्टार्ट गरेको छु। यो चाहिँ मेरो माइती घर हो। अनि मम्मी त्यहाँ हिँडिरहेको छ जिङिङ हाई भन्नु न यता हेरेर हाई भन्नु मम्मी हाई। अनि चाहिँ गेम खेल्नु भएको छ गेम खेल्नु भएको बुढो चाहिँ बाबा चाहिँ बाबा हाई भन्नु न यता हाई बाबा। अनि साथीहरु आज चाहिँ हामी चाहिँ गाउँ जानको लागि चाहिँ रेडी भएको छौँ। अनि अस्ति शनिबार आइपुगेको थियो। अनि हिजो आइतबार चाहिँ यहाँ माइतमा आएर बास बसे। अनि आज नि अब यसबाट 3 बजे 4 बज्न 5 बज्न आँटिसक्यो। अनि त्यही 5 बज्न आँटिसक्यो। अब गाउँ जानु भएर बस कुरेको जिप पनि आएको छैन। अनि त्यही भर्खर अनि म फेरि अब भ्लग बनाउँछु भनेर चाहिँ मैले चाहिँ भ्लग स्टार्ट गरेको छु साथीहरु। अनि मैले चाहिँ अनि सामान हो। अनि यो यहाँ बुढो यहाँ हुनुहुन्छ। यो झोला पनि मैले गाउँ लाने हो साथीहरु। यो झोला पनि अनि त्यो झोला पनि लाने हो गाउँ लाने यति लाने हो। अनि म चाहिँ अब यतै बस्ने हो नि त। अनि त्यो भएर इन्डियामा जाने हो। अनि अब फेरि पर्सि चाहिँ देउरको बिहे छ। अनि देउरको टिका फुकाउने। अनि बिहेमा जाने हो नि त। अनि बिहेमा आएको हामी चाहिँ। अनि अब यहीँ आएर चाहिँ बिहे मानेर आएपछि चाहिँ मैले चाहिँ रुम खोजेर रुम सेट गर्नु छ। अनि म चाहिँ हाम्रो घर जाने बाटो देखाउँछु। अनि त्यो मैले जुम गरेर देखाएँ साथीहरु। यो चाहिँ हाम्रो गाउँ जाने बाटो हो। अनि यता चाहिँ बाटो पिच गरेको हुनाले चाहिँ यो बाटो चाहिँ बन्द भएको छ नि त। अनि यो बाटोबाट हामी यहाँबाट त्यो डाँडा हुँदै जाने हो साथीहरु। त्यतिर हुँदै जाने हो हुँदै जाने हो कुन्नी। अनि यहाँ बाबा हुनुहुन्छ हाम्रो उहाँ तल दोकान छ साथीहरु। अनि आज हामी चाहिँ गाउँ जाँदैछौँ। अनि म चाहिँ अहिले जाने बेलामा तपाईलाई देखाउने छु बाटो कस्तो छ। अनि धेरै दिनपछि नेपाल आएको भएर एकदम रमाइलो भइरहेको छ। अनि हाम्रो मम्मी त फ्री छ है। म हजुरको बडा मम्मीको बडा हजुर अनि त्यही हो साथीहरु। म चाहिँ अहिले चाहिँ तपाईहरुलाई अहिले म बाटोमा देखाउनेछु है त भिडियो। साथीहरु म चाहिँ हिजो आएर चाहिँ भिडियो चाहिँ एडिट गर्न पाइनँ, डाउनलोड हाल्न पाइनँ। अनि त्यो भएको कारणले अनि चाहिँ हिजो चाहिँ एकदम रातिको 8 बजे आएको थियो नि त। अनि त्यो भएको कारणले चाहिँ मैले चाहिँ भिडियो एडिट गर्न पाएको थिएन। अनि अहिले चाहिँ म चाहिँ यता देउरानीसँग यता देउरानीको घरमा छु। अनि भोलि यिनीहरूको बिहे हो नि त। अनि त्यो भएको कारणले उसँग घाट छिमाल्दैछ। अनि बाबु चाहिँ झारेर गइसक्नु भयो। अनि त्यही हो साथीहरु। मैले चाहिँ हिजो भिडियो बनाएको अनि घर आएर चाहिँ एडिट गरेन। अनि आज स्टार्ट गर्दैछु साथीहरु। तपाईलाई कस्तो लाग्छ मेरो भिडियो? राम्रो लाग्छ भन्ने आशा गरेको छु। अनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न नबिर्सिनु होला। म मेरो देउरानी देखाउँछु भन्दै पनि त्यता हेर एकचोटि घाँस काटेको छ साथीहरु। अनि अब चाहिँ हामी चाहिँ
त्यही हो साथीहरू, आज चाहिँ मैले यहीँ भिडियो इन्ड गर्न चाहन्छु। धेरै लामो पनि बनाउन चाहेन भिडियो। अनि हिजो आएर एकदम ठगे लागेको थियो नि त। अनि आज चाहिँ यहाँ बिहेको घरमा चाहिँ रोटी बनाउने के बनाउने अरे, त्यही भएर म चाहिँ यहीँ बसिरहेको छु। अनि त्यही हो साथीहरू, अर्को नेक्स्ट भिडियोमा भेटौँला। देवरको चाहिँ बिहेको नेक्स्ट भिडियोमा भेटौँला। आजको भिडियो यति नै भन्दै म बिदा हुन चाहन्छु। सम्पूर्ण देश विदेश हुने तथा दाजुभाइ दिदीबहिनी आमा बुवालाई धेरै धेरै धन्यवाद माया गरिदिनु भएकोमा, धेरै सपोर्ट गरिदिनु भएकोमा। र आजलाई यति नै, बाई बाई साथीहरू, अर्को भेटौँला। बाई भन्दा नि सपना एकचोटि मिल्ने त्यहाँ।